कुलमान घिस्ने हटाएको भन्ने खबर छ। कसले कुलमान घिस्ने भने? होइन शरदले भनेको हाम्रो सरकारलाई त थाहा छैन। हटायो भन्ने खबर छ त नि। मैले के हुन्छ त्यो कुरा सुन्नु न। त्यही सुन्न त बसिया छ त मन्त्रीजी हामी अघिदेखि। आज तिनवटा मात्रै निर्णय भन्छ मैले। पहिलो चाहिँ निर्णय चाहिँ पहिले पनि यो समिति थियो, सिफारिस समिति, त्यसको म्याच सकियो हुनाले धेरै दिन भयो। फेरि चाहिँ त्यही समिति आएको छ। अहिले चाहिँ बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस गर्न सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश श्री ओम प्रकाश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष वा तिनले तोकेको आयोगको सदस्य एकजना, पूर्व महान्यायाधिवक्ता श्री खम्मा बहादुर खाती, डाक्टर अर्जुन कुमार कार्की सङ्घको सभा र श्री इष्टला तामाङ गोर्खा सदस्यहरूको सिफारिस समिति गठन गर्ने निर्णय भएको छ। पहिलो कुरा। दोस्रो चाहिँ 2081 चैत्र 19 देखि 23 गतेसम्म थाइल्यान्डको राजधानी ब्याङ्ककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन सामान्य प्रधानमन्त्रीको नेतृत्वमा 6औं बिमस्टेक 6औं सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने। सो भ्रमणमा चाहिँ परराष्ट्र मन्त्री लगायतका सम्पूर्ण महानुभावहरू सामेल हुने जानकारी गराउन चाहन्छु। त्यस्तै प्रकारले नेपाल राष्ट्र ब्याङ्कको गभर्नरको नियुक्तिको लागि सिफारिस गर्न माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलको संयोजकतामा पूर्व गभर्नरको तर्फबाट विजयराज भट्टराई र विज्ञहरूको तर्फबाट डाक्टर विश्व पौडेल सदस्य रहेको समिति गठन गर्ने निर्णय भएको छ। धन्यवाद।